त्यही भएर मलाई मान्छेले भन्छ नि काठमाडौँ कता कता सहरतिर बस्नु पर्ने यहाँ गाउँमा किन बस्नु हो भनेर कतिले कराउँछ। बिरामीको बेथाले अब आइतबारेले ओडारतिर माग्छ थानी मानी। अब सहरमा कहाँ ओडार खोज्ने, जङ्गलीले खोज्छ। अब जङ्गल देउताले जङ्गलभित्र खोज्छ वृक्ष फेदमा। संसारीको पनि अब यो पश्चिम दिशा थान फर्काएर वृक्षमा त्रिशुल घन्टी ठोकेर थानी मानी गर्नु पर्यो। मसानले अब खोला नदी दो बाटो घाट अथवा जल ठुलो नदी छ र छाँगा खोज्छ। त्यो सहरमा कहाँ खोज्ने हामीले? बिरामिनीको नहुनुको कारणै त्यही छ नि त। अब देउताले पनि त भनेको ठाउँ वासस्थान पाउनु पर्यो, खानु पाउनु पर्यो, उहाँले भनेको पूजा पाउनु पर्यो। त्यो टपरीमा यसो ल परमेश्वर छोडिदियो भनेको भरले त जाँदैन। उसको पनि पहिला उहिले चाहिँ अब सत्ययुगदेखि कहाँ कहाँ उत्पन्न, कुन दिशा उत्पन्न, कस्तो ठाउँमा पूजा आज भइआएको, बाउबाजे पिता पुर्खाले गरिआएको रीतिथिति रीतिरिजाब अनुसारै पूजा आज भए त बिरामीलाई पनि छोडिदियो। अब हामीले यो संसारीलाई अब राख्यो बिरामी, अब निको भएर गइसक्यो होइन। अब हामीले यो पूजा जत भावी गरिदिने अथवा पूजा नगर्ने, बिरामी गइगयो नि हामीलाई के मतलब, अब के पूजा गरिरहनु भनेर चाहिँ त्यसरी छोड्यो भने फेरि बिरामीको व्यथा बल्झिनेछ। त्यो कारणले हामीले आफ्नो सत्य नछोडी पूजा गर्नुपर्ने हुन्छ। यस्तो छ कुरा। संसारी पूजा वृक्षमा जङ्गलमा। अब सहरमा बसेर अब बिरामीको पूजा कहाँ गर्ने, देउताको पूजा कहाँ गरिदिने, बिरामीको भाकल कहाँ बुझाइदिने। देउताले खोज्छ वृक्ष ओडार छाँगा छर भिर पाखा हिमाल तेमाल कैलाश पर्वत। अब कहाँ खोज्ने त? यति भएपछि त अब देउता पनि खुसी भयो होइन, बिरामी पनि निको भयो। न बिरामीलाई बाधा पुग्यो, न धामी बैरामीलाई बाधा पुग्यो, गर्नेलाई बाधा पुग्यो, कहीँ पनि बाधा पुगेन। त्यो कारण। हेलो नमस्कार हजुर, हाम्रो चाहिँ पुरा भिडियो र थप जानकारीको पुरा जानकारीको लागि चाहिँ हाम्रो चाहिँ युट्युब च्यानल जुके अनलाइन 2055 मा हेर्न सक्नुहुन्छ। तपाईहरु